बाबा नि यो जङ्गलमा त एक्लै किन आयो के कामले आयो कि त यहाँ मैले कति भनिसकेँ यो जङ्गलमा एक्लै नहिँ भनेर एकचोटि भने लाग्दैन तँलाई बाबा मैले जङ्गलमा दाउरा खोज्न आएकी थिएँ खाना पकाउन नै दाउरा नै थिएन भयो भयो अब हिँड त्यो तल एउटा रुख सुकेको छ म काट्यौँला अब यो जङ्गलमा एक्लै नआइस न के बाबा आउँदिनु कति एउटै कुरालाई भन्नुभएको बुहारी के भनेकी तिमीले यस्तो फेरि के भयो अचानक हो बुहारी तिमी पहिला त यस्तो भन्दैन थियौ अहिले के भएको छ तिमीलाई भन त मम्मी बाबा यतिको दिनसम्म राम्रो हुन्छ भनेर मैले आश गरेर बसिरहेँ तर मैले सोचे जस्तो कहिले भएन बुहारी तिमी हाम्रै छोरा प्रतापको कारणले यति दुखी भएकी होली होइन हो नि हजुर हामीले हाम्रै छोराको भविष्य राम्रो हुन्छ भनेर कति दुःख गरेर असल जीवन साथी खोज्थ्यौँ अहिले आएर बुहारीले यति धेरै दुःख दिन्छ होइन मम्मी उहाँको केही गल्ती छैन सायद नमै केही कमी होला होइन बुहारी त्यसो नभन होइन बुहारी यसमा तिम्रो कुनै दोष छैन सारा दोष त त्यही प्रतापको हो त्यसलाई कसरी ठिक पार्नुपर्छ मैले जानेकी छु आखिर मलाई घरको मान्छे सबैले किन यति धेरै घृणा गर्नुहुन्छ मेरो गल्ती नै के छ र सानो मम्मी बाबा दादा सबैजनाले मलाई यस्तै व्यवहार गर्नुहुन्छ सानैदेखि यस्तै गर्नुभयो आखिर किन यस्तो गर्नुहुन्छ यो घरमा मलाई माया गर्ने मेरो आमा बाहेक कोही पनि छैन कहिलेकाहीँ त लाग्छ म यो घर छोडेर जाउँ बाबु आमा आमा मलाई यो घरको मान्छेले सधैँ किन यति धेरै घृणा गर्नुहुन्छ भन्नुहोस् न आमा दादाले बाबाले सानो मम्मीले सबैले मलाई घृणा गर्नुहुन्छ कसैले पनि माया गर्नुहुन्न कि म यो घरको सदस्य होइन र आमा मेरो यो घरमा कुनै पनि अधिकार छैन र किन यति धेरै मलाई सबैले हेला गर्नुहुन्छ आमा किन आमा किन मलाई सबैले यस्तो गर्नुहुन्छ त्यस्तो बाबु तँलाई पनि यो घरमा सबैले माया गर्नुहुन्छ झुट तपाईँ झुट बोल्दै हुनुहुन्छ आमा मलाई कसैले पनि माया गर्दैन आमा कसैले पनि माया गर्दैन सानो मम्मीले पनि दादालाई कति धेरै माया गर्नुहुन्छ सानैदेखि मैले देख्दै आइरहेको छु तर मलाई सधैँ गाली गर्नुहुन्छ कि मैले माया पाउने अधिकार छैन र आमा
कि मैले सधैँ सबैको घृणा मात्रै पाउने हो र? मलाई किन यस्तो गर्नुहुन्छ आमा सबैजनाले? किन यस्तो गर्नुहुन्छ? म यो घरको सन्तान होइन, यो घरमा मेरो कुनै पनि अधिकार छैन त? कि म यो घरको सन्तान होइन र आमा? बाबु त्यसो नभन्नु। आमा फेरि आमा छ बाबु, तँलाई माया गर्नुको लागि म माया गर्छु बाबु। तँलाई अरू कसैले माया नगरेर किन पिर्सिन्छस्? म माया गर्छु तँलाई, म माया गर्छु बाबु।